यहाँ चाहिँ पारी घले गाउँमा चाहिँ जति नयाँ बस्ती गएको छ तिनीहरू चाहिँ अहिले यहाँबाट प्रत्यक्ष अब क्यामेराबाट पनि देख्न सक्नुहुन्छ। पारीपट्टि जो तल चाहिँ नि पहिरो लागिरहेछन्, त्यो माथि छाप्राहरू छन्। कोही चाहिँ माथि गएर अलि सुरक्षित भएको आफ्नो जग्गा भएकोहरू त्योभन्दा माथितिर गएर बसेका छन्। अब माथितिर जग्गा नहुने जति चाहिँ अब त्यहाँ आफ्नो जग्गा नभएपछि अनि घले गाउँमा आएर बसेका छन्। त्यहाँ घले गाउँमा आउनेमा चाहिँ वडा नम्बर 2 को दोङटोल, त्यसपछि गएर यो गङटोल भन्ने चाहिँ पोहोरको पहिरोमा पनि परेर आशीधुरी चाहिँ उनीहरू विस्थापित भएर माथि सिरानमा गएर बसेको छन्। अनि त्यो स्कुल पनि त्यही भित्र परेको थियो र यसपालिको अब पहिरोले गर्दाखेरि त्यो स्कुल पनि भत्कियो। अनि यहाँ यो जुन माथिदेखिको बालबच्चाहरू जाने त्यो स्कुलसम्म पुग्ने ठाउँमा चाहिँ नि यो बिचबिचमा बिसौँ चाहिँ नि खोल्ची छन्। त्यहाँ खोल्चाहरू तरेर चाहिँ नि स्कुल जान पनि नसक्ने, अब त्यहाँ स्कुलमा पढ्न जान नसक्ने अवस्था भएको कारणले गर्दाखेरि सबभन्दा अब वर्षैपछि यो 1 र 2 मा चाहिँ पहिरोको मात्रै समस्या आइरहने। अब सदाको त्यसको विकल्पमा के गर्ने भन्ने छलफल गर्दा अनि उहाँहरूले चाहिँ हामी अब घले गाउँ अलि सुरक्षित हुन्छ कि घले गाउँ भयो भने अब यो वर्षैपछिको समस्याहरू झेल्नु नपर्ला कि भन्ने सोचले चाहिँ उनीहरू वहाँ गएर बसेको छन्। आधी जति चाहिँ अहिले त्यही ठुलो गाउँभन्दा अलि माथितिर गएर बसेको छन्। आफ्नो जग्गा भएकोहरू चाहिँ आफ्नो जग्गामा गएर बसेका छन्। जग्गा नहुनेहरू चाहिँ अनि घले गाउँमा आएर बसेका छन्।